हेलो नमस्ते सबैजनालाई वेलकम ब्याक एनदर न्यू ब्लग। आज त हाम्रो श्री मालदीको एनिभर्सरी मनाउनुको लागि चाहिँ हामी सबैजना जाँदैछौँ। टक्कसँगले चाहिँ यहाँ अटोमा चढेर अब हामी चाहिँ एनिभर्सरी मनाउनुको लागि चाहिँ अटोमा जाने छ हेभन पार्क भन्ने ठाउँमा, जहाँ चाहिँ मेरो मालदीले आज 26औं एनिभर्सरी सेलिब्रेसन गर्ने भएको छ र हामी चाहिँ त्यहाँनिर जाँदैछौँ। रातो ड्रेसमा नानी छोरी एकदमसँगले चाहिँ अटोमा भान्जीहरू हामी चढेर हेभन पार्क भन्ने ठाउँमा जाँदैछौँ। हाम्रो हामी चाहिँ अहिले सट्टासँगले चाहिँ यहाँ चाहिँ म पनि फर्स्ट टाइम आएको यो हेभन पार्क चाहिँ। अब कस्तो छ भित्र गएर हेर्नेछौँ होइन। भित्र चाहिँ हामी इन्ट्री भइसकेको छौँ। यस्तो रहेछ यहाँनिर चाहिँ माछाको पोखरी रहेछ यहाँनिर चाहिँ है। यो ठुलो पार्क रहेछ जुन चाहिँ बिरतामोडमा रमाइलो रहेछ। हेभन पार्क पनि मजाको ठाउँ रहेछ यहाँनिर। यस्तो मजाले पानीको फोरा रहेछ, वाटर फाउन्टेन, यता फुलहरू रोपेको रहेछ। खुल्ला ठाउँ, ठुलो ठाउँ रहेछ यो चाहिँ, मजाको ठाउँ रहेछ। यहाँनिर भित्र चाहिँ अब हामी प्रवेश गर्दैछौँ। यहाँनिर अब कहाँनिर दिदीहरूले चाहिँ एरेन्ज गरेको छ यहाँ भित्र होला सायद। यहाँ भित्र चाहिँ अब हामी एन्ट्री गऱ्यौँ। भित्रको चाहिँ बाफ्रे हेलो हेलो नमस्ते सबैजनालाई। हेलो ल ह्याप्पी एनिभर्सरी दिदी। ल हो खै भेनाजु कहाँ जानुभयो? ए भेनाजु ल मैले देखिनँ ल ह्याप्पी एनिभर्सरी ल दुवैजनालाई। यता मेरो माइली दिदी, यता भेनाजु। आज चाहिँ उहाँहरूको 26औं होइन, 26औं होइन 25 पुरा भएर 26औं वैवाहिक वार्षिक ह्याप्पी एनिभर्सरी हो उहाँहरूको चाहिँ। आज चाहिँ 26th ह्याप्पी एनिभर्सरी। आज यहाँनिर यसो प्रोग्राम राख्नुभएको रहेछ। यहाँ चाहिँ हेभन पार्कमा हामी चाहिँ यहाँनिर चाहिँ ठुलो हल रहेछ, यहाँनिर बुकिङ गर्नुभएको। सबैजनाले रमाइलो गर्दैछौँ। नानी यता हेर, कहाँ हिँडेको? यता 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 हेर, खोइ कहाँ गएको? हेलो गरिदेऊ, हेलो लाग्छ। दिदी भेनाजुको एनिभर्सरी, उहाँहरूको एनिभर्सरी मनाउनु लागि अब उहाँहरूको साथीभाइ तथा हामी फ्यामिली चाहिँ सबैजना यहाँनिर चाहिँ अब लगभग तयारीमा छौँ आज एनिभर्सरीको। कुन चाहिँ कुन थियो यो चाहिँ कसले ल्यायो? अब केक काट्न सुरु भइसकेको छ यहाँनिर चाहिँ। अब हामी तयारीको यसमा छ। ल 3टा केक, खै टिकटक त अहिले बनाउने हो नि त नि। ल ह्याप्पी एनिभर्सरी। ल भेनाजु एकदम खुसी हुनुहुन्छ? ल दिदी ठिक छ एकदम। ल